हेलो हेलो गाइजहरू सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि एकदम सन्चै छु। अनि आज चाहिँ धेरै लामो समय पछाडि एउटा छोटो भिडियो क्लिप्स मैले बनाउँदैछु। अनि म चाहिँ यति बेला ठ्याक्कै दिउँसोको समय गोठालो गरिरहेको छु। अनि म चाहिँ यहाँ आनेर छु। बाख्राहरू चाहिँ उता पर यो बाँसको फेदतिर चरिरहेछ। अहिले यहाँ देखिँदैन। अनि म चाहिँ ठ्याक्कै यहाँनिर आएको छु। यहाँ चाहिँ तपाईँले पानी देख्न सक्नुहुन्छ। पानी पहिला हामी यहाँको यो कुवाको पानी खान्थ्यौँ। अहिले चाहिँ घर घरमा धारा आएर यहाँ पानी हामीले खान छोडेको हो। गाई बस्तुहरूले कहिलेकाहीँ खान्छ। अनि त्यहाँनिर थियो ट्याङ्की पनि अहिले सबै घारीले पुरेर है अलिअलि मात्रै देखिरहेछ। अनि म चाहिँ यसो गोठालोमा चाहिँ बाख्राहरू हेरिरहेको छु। प्राय घर बस्दाको समय दिउँसो चाहिँ मेरो गोठाला गर्ने कामै हुन्छ। अनि म चाहिँ आज यसो मोबाइल पनि बोकेँ। अनि यसो भिडियो पनि बनाउन के हुँदो रहेछ भनेर यसो भिडियो बनाउँदै अनि यसरी हिँडिरहेको छु। यसो गोठाला गर्दै भिडियो बनाउनुको रमाइलो पनि छुट्टै हुँदो रहेछ कहिलेकाहीँ। तपाईँले यता देख्न सक्नुहुन्छ बाख्राहरू है चरिरहेछ पारी गइरहेछ है। म चाहिँ आज चाहिँ यतै बाख्राहरू चराउने भनेर चाहिँ यता बाख्राहरू लगाएको है। आज चाहिँ कस्तो छ भने मौसम अलि पानी पर्ला जस्तो भइरहेछ। अनि जङ्गलतिर टाढो नलगिकन यतै छेउतिर चराउने भनेर चाहिँ मैले यता बाख्राहरू आज लगाएको छु। अनि यस्तो अब भिडियो गर्दै हिँडिरहेको छु म। अनि आज मौसम पनि कस्तो धुम्म छ है। पानी पर्ला जस्तो भइरहेछ। घाम त हल्का लागेको छ। धुम्म पनि छ, गर्मी पनि छ। सायद पानी पर्छ कि बेलुकातिर। म चाहिँ ठ्याक्कैले यता बारीमा निस्केँ। अनि पर पारी चाहिँ हाम्रो त्यो चाहिँ खेत हो। खेत देखिरहेछ। अनि यता चाहिँ बारी हो। अनि पर जङ्गल देखिरहेछ। अनि यो रुख थियो, यो रुख छ, तपाईँले देख्दै हुनुहुन्छ नि। यो रुख चाहिँ मैले अस्ति हिउँदोमा घाँस झारेको थिएँ। अहिलेसम्म पनि यसको पात पलाएको रहेन रहेछ। म चाहिँ अब यता जान्छु। अनि यस्तो झरेर बाख्राहरूलाई चाहिँ एकछिन यता छेक्छु।